तँ जस्तो बेल्चा हाने हो पढ्या हो चार्टर एकाउन्टेन्ट पढ्या हो केटा तँ जस्तो बेल्चा हाने हो। हेलो केटाकेटी के छ तपाईको गल्ली फेरि पनि एउटा ब्रान्ड न्यू भिडियोमा स्वागत गर्न चाहन्छु है त। आजको भिडियोमा हामी कसको बारेमा कुरा गर्नेछौँ भन्ने कुरा तपाईले इन्ट्रो देखेर थाहा पाइसक्नुभयो होला। सुरेश प्रजापतिले भने चाहिँ इंग्लिश बोला भन्दो रहेछ। इंग्लिश बोल्ने भने भाइ तिमी अमेरिका जा, त्यहाँ अमेरिका कुइरेहरूको टोयलेट पुछेर बस केटा, त्यही अंग्रेजी बोल्नु त जा भाइ। हामी नेपाली हो, नेपालीमा बोल्छौँ भाइ, बुझ्यौ। अब तिमीलाई इंग्लिश बोल्न आए पो बोल्छौ त अनि। एक्चुअली क्या त्यही त भने यो कस्तो हग्न बसे जस्तो अनि ज्ञानेन्द्र जी तपाईले कति पढ्नु भएको अरे? चार्टर एकाउन्टेन्ट पढ्या हो केटा तँ जस्तो बेल्चा हाने हो। अहिले जसलाई त जस्तो बेल्चा हानेको भनेर डिसरेस्पेक्ट गर्दै हुनुहुन्छ उनीहरूले नै विदेशमा बेल्चा हानेको कारण हाम्रो देश अहिले रेमिटान्समा चलिरहेको छ। सीए पढेको भन्दै धाक दिँदै हिँड्नुहुन्छ। अब पास त पक्कै पनि हुनु भएको होला। तपाईसँग केही प्रुफ छ त? तपाईको मैले सीए पढ्या पो त पास त भएको छैन नि त। यही कुरा त फरक छ अरुमा र ममा। तपाईले कति पढ्नु भएको अरे? चार्टर एकाउन्टेन्ट। मैं कहता हूँ एक बार और देखिए। चार्टर एकाउन्टेन्ट सीए त के पनि हैन त्यसको लागि। के पनि हैन। कहाँ सीए भने त त्यसलाई फुल फर्मै थाहा छैन होला। जोक्स पार्ट तर ज्ञानेन्द्र सरले त्यसरी लाइभमा आएर बोल्नु चाहिँ हुँदैन थियो जस्तो लाग्छ है। अहिले सोशल मिडियामा उहाँ ट्रोल भइराख्दाखेरि उहाँले पछिल्लो समयमा पार्लियामेन्टमा उठाएका कुरा अहिलेको समयमा पनि एउटा जिम्मेवार विपक्षको भूमिका निभाइराख्नु भएको कुरालाई चाहिँ हामीले बिर्सिनु हुँदैन है त। नपाए काशी जानु, न्याय नपाए गोर्खा जानु, भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा आउनु। जनताले कर तिरेपछि जनता मालिक होइन, जनतालाई शिक्षा दियौँ, स्वास्थ्य दियौँ, रोजगारी दियौँ, बत्ती दियौँ, पानी दियौँ, रोड दियौँ, केही दिएका छौँ।